कहाँ नहीं गयो तिम्रो ठुलो मम्मीको हिँडेको धेरै पुरै जला जानु थियो नि अब त थाली चाउमिन खाने अहिले गएर हिजो हामीले खाइयो के अरे औषधले त सल्लेन जाँदा खाइदिउँ हामी त आमा अझ त्यो के अरे बट्टल र त्यो लोटाले रिन्टुमा न आउँछ नि खन्निमको टुक्रा यत्रो झोल खन्निम पनि पहिला पहिला खुब खान्थे के अरे अहिले त आजभोलि त खान्न हामीले त खान्छ मान्छ बहिनी अचलका केटीकेटीले खान्नन् नि मोबाइल भयो नि त मोबाइल चाहिन्थ्यो कहाँ पाएर त्यतिखेर त मोबाइल हुन पनि पर्यो नि फेरि पाउनलाई मोबाइलै थिएन त्यो जमाना घरमा एउटा फोन हुन्थ्यो त्यो पनि टुकटुकै हुन्थ्यो के पर्छ होला आजकल त सोल्दैन के को पर्छ होला सोल्नु रङ लाएर राम्रो हुन्छ नि बहिनीले के अरे कहाँ यो त के अरे क्रिकेटरी हजुरलाई एउटा सिकान्छ एउटा भन्नुहुन्छ क्रिकेटरी कटेरी हैन भो के हो त खिरकटी बिसाउन त अलि माथि हामीले खिरकटरी भन्थ्यौँ के कटर हैन का नाइ भन्दाखेरि भनेको के मान्दैनौ तिमीले हामी त खिरकटी भन्छ खिरकटी हजुरले कट के अरे खिरकटरी भाइले के कटर हैन छ नि हाम्रो बारीमै माथि देख्नु हामी सल लिनु हुँदाखेरि खिरकटरी भन्थ्यौँ के कटर छैन के यस्तो खिरकटी यो वनमा आगो लाएर पो रमाइलो बस्छ आमालाई अब 2-3 दिन रमाइलो भयो अब एकचोटि हामी गइसुन् नै हो यहाँ बिरुवामा नि लाएको छ गएको हो नि त त्यो सल्लाहको सुरुर बोल्छ उहाँ बाटो हाम्रो बारी देखिनु यहाँ छिर्नु त कहाँबाट जाँदा खिचौँ ल हुन्छ जाँदा खिचौँ ल फेमालीमा देखाइदिनु त्यसको टिकी खसी है 10 क्लासको पेपर हो यहाँबाट हो क्लास 11 को 10 को भनी झाडी है अहिले त कालपाती मात्र फुलेछ ए त्यो उस घयाले नि त रहेछ नि अझै यहाँमा छ पाक्ने बेलामा हैन के थाहा जेठा यहाँबाट त चर्ने घाँस काट्ने हिँड्नु नि त्यही बाटै भना हामी आउँछ नि चोर्न आन्छ न चोर्न आन्छ हामीले भरे कति घाँस काट्थ्यौँ होइन ए हिँडी पुरै भन्नुहुन्छ अरे यसको नाम भन्नु त के अरे यसको नाम भन्नु न जमुना जेङ्ना जेङ यो त हुन्न हजुर हुन्न अरे हुन्न के अस्ति हजुरले जाने मैले भन्नु थियो ए त्यही हो अर्कै भन्नुहुन्छ कि नाम खतरा खतरा के बहिनी के ल्याउ र खिरकटरी लिए हौ खिरकटरी लिएर हिँड्छन् कि यिनले खिर र अलि कटाले खिर नेति खान्थिन पहिला आमालकोटी पठाइदिनु नि त्यो खिर पहिला त हामी हिँड्दै आउन पनि नास्ता नि खिर बनाएर पठाइदिनु पर्छ हालिदिनु जिउ पनि हिँड्दै आइन नाइकै एकाबाट क्या चन्द्रकोटबाट
चन्द्रकोटतिर आउँथ्यो सजिलो हुन्छ छिटोले आइहाल्छ आमा शान्तिपुरको झर्नासम्म त कति छिटो आइन्छ गोगा आइनी गोगा आउने गोगा आइन तल झर्ने यो त नामै थाहा अहिले यहाँ यहाँमा आयो भनेको पहिला पो थाहा हुन्छ घाँस काट्ने कल थाहा हुन्छ त्यस्तै हो क्या गुराँस खै ए है गुराँस फुलेको त्यहाँ ट्याक्क जङ्गलको बाटो हामी हिँडिरहेछौँ है गाइज चपचुप पारौँ अनि 5 मिनट ए सबैभन्दा छिटो पुऱ्याउँथ्यो धेरै पनि सबैभन्दा धेरै पनि सबैभन्दा धेरै समीलाई बोलाउ सक्दिनँ होला भन्थ्यो सक्दिनँ होला समीलाई बोला भन्थ्यो भयो दुश्मन हेरेको हेरे भने के अरे उनले त गिथाल्न पर्थ्यो के अरे कति पाल्छन् तर यहाँ भन्दा दुःख छ नि त गर्नेलाई दार ल्याउनलाई होला नि किने त बेच्यो नि त आमा टाँठी छौ कि त्यही भएर काठ चिन्ने चित पऱ्यो होला नि